मिनी ब्लग आज चाहिँ म साइकल राइड हान्न लगाएको यस्तो ठाउँमा है। यस्तो हरियाली ठाउँ छ। यता हेर्नु आकाशतिर हेर्नु यस्तो बवाल मौसम छ आज चाहिँ। फेरि जान लगाएको मौसम आज चाहिँ राइड हान्न जान लगाएको एक्लैको म चाहिँ आज मेरो साइकल छ है। यस्तो कुकुरहरू झम्टिनु हुन्छ नि भरौँ नै कस्तरी हेरेर ल गाइस। अब चाहिँ म यहाँ टाढा आइपुगेँ हल्का हेर्नु हरियाली छ। यताबाट जाने हो अब चाहिँ एक्लै जाने हो कि म चाहिँ आज बाटो नि हेर्नु यस्तो यतापट्टि हेर्नु यतापट्टि हेर्नु बिच्चामा यस्तो बाटो जान लाग्यो म जान्छु म। अफरोडिङ बाटोमा यस्तो अफरोडिङ बाटो छ हेर्नु। त्यहाँ एउटा बबाल कुलो हो त्यहाँपट्टि देखाइदिन्छु हजुरलाई म। बबाल कुलो रोड बाङ्गे के हो रोड बाङ्गे रहेछ। यहाँ पनि कुलो हो पानी त यहाँ यस्तो बबाल पानी आउँछ यहाँसम्म भरिन्थ्यो कि कुलो। अहिले हेर्नु यस्तो पानी परेको छैन त्यहाँको कुलो चाहिँ कत्रो हेरौँ है टाढो छ। हो यहाँ त आएर चाहिँ ठुलै हेर्नु आएर ठुलै आएछ। आज चाहिँ एक्लै आएको छु हेर्न सक्नुहुन्छ। खोलो चाहिँ ठुलै आएको क्या हो। हिजो पनि यस्तो बबाल सुसेर आएको थियो कि खोलो देख्न सक्नुहुन्छ। म यहाँबाट क्लिप लिन्छु किनकि थमेल त हाल्नु पऱ्यो के अरे होइन। खोलो देखाइदिन्छु गाइस हजुरलाई। गाइस अब चाहिँ खोला हेर्न जाऊँ। देख्न सक्नुहुन्छ खोला। अब फर्स्ट इन्ट्रो भ्लग नि आउँदैछ मेरो 2-4 दिनमा मेरो फर्स्ट इन्ट्रो भ्लग नि आउँदै गर्छ है। त्यो गाइस राम्रोसँग हेरिदिनु होला। मैले एउटा मिनी भ्लग हालेको थिएँ त्यसमा कसरी सपोर्ट गरेन। एउटा चाहिँ मेरो कपिराइट आएको थियो त्यो हटाइदिएँ मैले। घरकै भ्लग थियो म घर आइपुगेको थिएँ नि त गाइस। म हिजो घर आएको मैले हालिदिनँ 1-2 हप्ता जति मैले भ्लगै हालिदिन्थेँ। हेर्न मौसम हेर्नु यस्तो बवाल छ क्या आकाशमा हेर्नु। खोलो सुसाइरहेको उतापट्टिबाट मेरो बोलीको आवाज पुग्दैन गाइस हेर्नु बवाल छ कि। हेर्नु यतापट्टि पुरै बिचमा खाएकै बाटो पनि। दिउँसो चाहिँ यता हिँड्नै हुन्न दिउँसो सबै बासघारी मात्र दिउँसो यता आउँदै हुनै हुन्न। अहिले चाहिँ कति बिहानको 8 बजे होला मिनिमम। म चाहिँ उता जान लगाएको आफ्नो घर अर्को घर जान लगाएको। त्यहाँ गएर मैले हजुरलाई अब सिधै भन्छु है त ल गाइस। फाइनली हामी गाइस म घर आइपुगेँ होइन। माटोको घर यस्तो हो। यहाँ चाहिँ मेरो सानी बहिनी हिँड ल गाइस घर आइपुगेँ म चाहिँ होइन। यो देख्न सक्नुहुन्छ। आजको भ्लग चाहिँ यति नै थोरै भ्लग भयो होला। ल अर्कोचोटि धेरै आउँछ होइन। अलि धेरै बढ्दै जान्छ। ओके बाई। सबैले माया देखाइदिनु होला। कपिराइट आयो कपिराइट हटाइदिने कोसिस गरिदिनु सबैले हेरिदिनु होला। ओके बाई।